एकजना आमा हुनुहुन्थ्यो, उहाँको छोरा थियो। उहाँको छोराको चाहिँ विवाह भनेर उनी ड्युटी गर्थे, काम गर्थे। काम गर्ने क्रममा एक दिन श्रीमती पनि ड्युटी गर्ने, आफू पनि ड्युटी गर्ने, आमाको देखभाल गर्ने कोही पनि भएन। बिहान 9 बजे ड्युटी पुग्नु पर्यो, बेलुका 5 बजे छुटेर घरमा आउँदा ढिला हुन्थ्यो। अनि दिनभरि आमा एक्लै हुनुभयो, आमालाई दुःख भयो भनेर छोराले चाहिँ माया गरेको हेर्नुहोस् है। उनले भन्छ आफ्नो श्रीमतीलाई, हेर न आमा त दिनभरि एक्लै बस्नुपर्छ, दुःख पाउनुभयो, न नास्ता दिने मान्छे छ, न चिया दिने। मलाई त मनमा लाग्दैछ आमालाई वृद्ध आश्रमतिर कतै लगेर राखिदिने पो हो कि भनेर। छोराले भन्दैछ त्यतिखेर उसकी श्रीमती जो आमाकी बुहारीले भन्छन्, हजुरले कस्तो कुरा गर्नुभएको, बरु म जागिर छोडिदिन्छु। किन भन्दा जसले हामीलाई 9 महिनासम्म गर्भमा राखेर जन्म दियो, 10 धारा दुध पिलायो, कुनै एक दिन यस्तो भनेर आमाले छिमेकीको घरमा लगेर राखिदिन्छु, म कतै जान्छु भन्नुभयो आमाले? भन्नु भएन है। आमाले के भन्नुहुन्छ, जति दुःख होस्, जति कष्ट होस्, म मेरो छोरा र छोरीलाई साथमै लिएर जान्छु, हो कि होइन? र श्रीमतीले आफ्नो श्रीमानलाई सम्झाउँछिन्, स्वामी हजुरले यो कुरा नगर्नुहोस्, हजुरलाई कहिले पनि हजुरको आमाले एक्लै छोड्नु भएन, हजुरले कति दुःख दिँदा, रुँदा, कराउँदा, बिमार हुँदा यो त मर्दै पनि हुन्थ्यो, कहिले भन्नु भएन। यो भन्नुहुन्थ्यो मेरो छोराको सट्टा म मर्न पाए हुन्थ्यो भन्नुभयो आमाले। अनि यस्तो भक्ति जस्तो आमालाई हजुरले वृद्ध आश्रममा राख्ने कुरा गर्दै हुनुहुन्छ। बाहिरबाट आमाले यो कुरा सबै सुनिराख्नु भएको थियो। छोरालाई धिक्कार्दै बुहारीलाई उनले भन्छन्, धन्य छ लक्ष्मी, मेरो घरमा छोरी भएन भनेर म कति चिन्तित थिएँ, दुःखी थिएँ, तर आज बुहारी महालक्ष्मीको रूपमा मेरो घरमा भित्रेकी रहेछन्, मैले चिन्न सकिनँ। तर मेरो छोराले भन्दैछ मलाई वृद्ध आश्रममा पुर्याइदियो। त बुहारीले भन्छन्, होइन, जसरी मेरो आमाले दुःख गर्नुभयो मेरो लागि, त्यसै गरी हजुरको लागि हजुरको आमाले दुःख गर्नुभयो। अब बुढेसकालको सहारा गर्ने बेलामा कहाँको वृद्ध आश्रम, म जागिर छोडिदिन्छु, म बसेर आमाको सेवा गर्छु, बरु 2 छाक खाने ठाउँमा 1 छाक खान्छु, नयाँ वस्त्र नलाएर म पुरानैमा दिन काटिदिन्छु, तर म आमाको सेवा गर्न छोड्दिनँ, बरु म जागिर छोडिदिन्छु भनेर बुहारीले राजीनामा लेटर लेख्छिन्। अनि भन्छन् यो लगेर हजुरले अफिसमा पेश गरिदिनु, म भोलिपल्ट जागिरमा जाँदिनँ, अफिस जाँदिनँ, म आमाको सेवा गर्छु। किनकि मेरो आमा त सानैमा संसारलाई छोडेर गइन्, मैले आमाको माया पाउन सकिनँ। जो आमाको माया आज साँझ बिहान भने पनि मुख हेर्न पाएको छु, त्यस्तै आमालाई म वृद्ध आश्रममा लगेर गुमाउन चाहदिनँ भनेर ती बुहारीले आफ्नै सासु आमालाई आमा सम्झेर माया गर्छिन्। आफ्नो जागिरमा राजीनामा दिएर सासु आमाको सेवा गर्छिन्। त्यसैले भन्छन् ज्ञानीहरू, सेवा गर्नु बाबा आमाको, कीर्तन गर्नु श्री रामको। आज यस्तो दरबार पाएको छौँ, आमा बुवाको सेवा गरौँ, गुरु महाराजजीको भजन गरौँ। अनि यो भन्दा सौभाग्यशाली भक्त आजकली कालमा अरू को हुन सक्छ? एकचोटि मलाई बताइदिनुहोस् त। यसैले मेरो आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनी, हजुरले आफ्नो आमालाई पूजा गर्नुहोस् है। बिहान बेलुका घरमा यदि आमा बुवा हुन्छ भने आरती गरे हुन्छ। पहिलो देउता नै माता पिता, पहिलो भगवान नै माता पिता, दोस्रोमा गुरु महाराजजी भन्नुहुन्छ। किन भन्नु होला भगवान दोस्रोमा किन? पहिलो भगवानले यो धरतीमा नल्याइदिएको भए दोस्रो भगवानको परिचय कसले गराउँछ भन्नुहोस् त? यसैले आफ्नो घरमा माता पिता हुनुहुन्छ भने आमाको सेवा दिन रात लगाएर गर्नुहोस्। आफ्नो बुवाको सेवा हजुरले जिउ ज्यान लगाएर गर्नुहोस्। यो होइन कि हामीलाई फुर्सद छैन नभन्नुहोस् है, फुर्सद मिलाउँदा मिल्ने चिज हो। त्यसैले समयको सदुपयोग गर्नुपर्छ अनि माता पिताको सेवा गर्नुपर्छ। ती बुहारी जस्तो, ती छोरी जस्तो बन्ने
भएर जानुपर्छ भन्ने प्रस्ताव तपाईँको छोरी नातिनीबाट कहिले पनि नआओस्। यसको लागि सत्संग जरुरी छ, यसको लागि गुरु दरबार जरुरी छ। हजुरले सानो छ भनेर नभन्नु होला, सानैदेखि पानी लगाउने हो छोराछोरीलाई सत्संगमा जानको लागि। याद गर्नुहोस्, एउटा सानो बिरुवा यहाँ अगाडि अब काटेको रुख छ उदाहरण, त्यो रुखलाई लगाएर तपाईँले दायाँ बायाँ उल्टा सुल्टा जता फर्काउनुहोस् के हुन्छ? फर्किन्छ, हो कि मोडिन्छ। त्यही रुख अलिकति ठुलो होस्, अगाडि पारिजातको रुख छ, त्यो पारिजातको रुखलाई लगाएर झुकाउँछु म जमिनमा छुवाउँछु भनेर जानुहोस् न, यहाँ भएका 50-60 जना सबैजना जानुहोस्, झुक्दैन। के भइसकेको छ? त्यो जरिसकेको छ, डरो भइसकेको छ, त्यो झुक्नेवाला छैन। त्यसैले सानैदेखि हजुरले छोरा नातिहरूलाई सत्संगमा ल्याउने बानी बसाउनुहोस्, आरती गर्ने बानी बसाउनुहोस्। कहिले कहिले हजुरबुवाहरूले नातिहरूलाई भनेको मानेन भने हजुरआमाहरूले नातिनीहरूलाई बाबु दादा एउटा धुप लिएर आइछ, आमा भ्याउँदिन आज, हेर्नुहोस् न फेसबुकको जमाना, टिकटकको जमाना, म त भन्छु पागलको जमाना हो।